मैले सायद राम्रो देखाइनँ होला। यो चम्ची आइसकेको छ हो। यो चम्ची टक्कै चम्ची हराएको थियो, चम्ची आइसकेको छ। ग्लास आइसकेको छ हो। ग्लासहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ अर्को डिजाइनमा आएको छ, तर राम्रो डिजाइनमा आएको छ। यो चाहिँ राम्रै हो। यो चाहिँ अलिकति चिप्लिँदैन हो। पहिलाको चाहिँ चिप्लिन्थ्यो, विचारहरू माथेपछि। रातो प्लेट, तर सेतो प्लेटको बदली चाहिँ सेतो प्लेट नपाउँदा चाहिँ हामीले यो प्लेट लिएको छौँ। बोल हाम्रो आइसकेको छ हो। ढकनी आइसकेको छ। सबै सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। यो कति पर्यो, के पर्यो, त्यो समाजमा तपाईँहरू सबैलाई जानकारी गराउन चाहन्छु। पछि म तपाईँहरूलाई बताउन चाहन्छु, किन हाम्रो गर्ने काम हो। त्यही भएर भोलि पर्सिको दिनमा मिटिङ भयो भने त हामीलाई त चेप्छ। त्यो चिप्नुभन्दा अगाडि चाहिँ हामीले चाहिँ गरिराखेको समय पाउँदाखेरि, किन हामी चाहिँ समाजसेवी नै हो। दुःख सुख जस्तो समय पाउँदा चाहिँ अलिअलि भए पनि दुःख सुख सबैलाई जेसुकै होस् भनेर चाहिँ हामी चाहिँ एउटा गर्ने मान्छे भयौँ। त्यही भएर सबैले एउटा समय पाउँदा चाहिँ आफ्नो समय समाजलाई पनि दिइराख्दा राम्रो हुन्छ भन्न चाहन्छु सम्पूर्णमा। धन्यवाद सम्पूर्णमा।